हेलो एभ्रिवान, आज चाहिँ मैले काँचो आँपको रेसिपी लिएर आएको छु। हजुरहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ एकदमै मनपर्छ, मेरो चाहिँ एकदम फेभरेट हो हैन। काँचो प्लस पाकेको पनि एकदमै धेरै फेभरेट हो फलफुल मध्येमा। सो मैले चाहिँ सुरुमा मन्डीमा गएपछि म्याङ्गो लिएर आएँ। सो मैले चाहिँ पखालिसकेपछि टक्क लाएर आँप काटिसकेपछि मैले चाहिँ टक्क लाएर नुन खुर्सानी पनि पिसिसकेपछि यहाँनिर धुलो खुर्सानी पनि थोरै एड गरेँ है त। एकदम धेरै पिरो मनपर्छ नि त, सो मैले चाहिँ एड गरेँ। तैपनि फेरि मैले म्याङ्गो टक्क लाएर काट्दैछु अनि यहाँ रेडी भइसक्यो क्या खानको लागि। हेर्नु न, बबाल छ हैन त, बबाल। मलाई चाहिँ एकदमै मनपर्छ के। प्राय मान्छेहरूलाई चाहिँ, नेपाली मान्छेहरूलाई चाहिँ मलाई एकदम मनपर्छ जस्तो लाग्छ। अहिले चाहिँ काँचो म्याङ्गोको सिजन रहेछ नि त, हजुरहरू पनि ट्राई